साथीहरु, ई पासपोर्टको लागि प्री इनरोलमेन्ट फर्म कसरी भर्ने? सबभन्दा पहिले तपाई आफ्नो मोबाइल या ल्यापटपको कुनै ब्राउजरमा जानुहोला र ब्राउजरमा गइसकेपछि तपाई यहाँ सर्च बारमा लेख्नुहोला ई पासपोर्ट प्री इनरोलमेन्ट फर्म र सर्च गर्नुहोला। सर्च गर्नुभयो भने तपाईसँग फेरि नयाँ इन्टरफेस खुल्छ र यहाँ डिपार्टमेन्ट अफ पासपोर्ट माथिमा आएको छ, यसमा क्लिक गर्नुहोला र क्लिक गर्नुभयो भने यहाँ नोटिफिकेसन आयो, यसलाई क्रस गरिदिनु र यहाँनेरि एप्लाई फर ई पासपोर्टमा क्लिक गर्नुहोला र गरिसक्यो भने तपाईहरु यहाँ फेरि हेर्दै हुनुहुन्छ टाइप अफ एप्लिकेसन, यहाँ पहिलो पटक बनाउँदै हुनुहुन्छ कि रिन्यू गर्दै हुनुहुन्छ कि रिप्लेस अर लोस्ट स्टोलेन हराएको हो कि चोरी भएको हो कि र बिग्रेको हो कि भनेर तपाई म जस्तै यो रिप्लेस एन्ड लोस्ट स्टोलेनमा क्लिक गर्छु र क्लिक गरिसकेपछि तपाई फेरि यहाँ स्क्रोल डाउन गर्नुहोला र यहाँनेरि अर्डिनरी 34 पेजमा क्लिक गरेर प्रोसिड गर्नुहोला र यहाँनेरि आई एग्री स्वीकृत छ भनेर ओके गर्नुभयो भने तपाई यहाँनेरि बुक योर अपोइन्टमेन्ट डेट भनेको छ र यहाँनेरि तपाई कुन प्रोभिन्सको हुनुहुन्छ त्यहाँ सिलेक्ट गर्ने र अपोइन्टमेन्ट डिस्ट्रिक्ट म सिरा चुज गर्छु र सिरा चुज गरिसकेपछि यहाँ फेरि अपोइन्टमेन्ट लोकेसन म सिरा नै हाल्छु र यहाँनेरि हेर्दै हुनुहुन्छ 11 तारिक चाहिँ अपोइन्टमेन्ट डेट खाली छ र यसमा क्लिक गरिसकेर तपाई एउटा टाइम चुज गर्नुपर्ने हुनेछ र म 12:30 चुज गर्छु र यहाँनेरि यो जुन क्याप्चा छ त यो क्याप्चा चाहिँ हामी फिल गरेर नेक्स्ट गर्नुपर्छ र नेक्स्ट गर्नुभयो भने तपाई यहाँनेरि हेर्दै हुनुहुन्छ आफ्नो इन्फर्मेसनहरु म्यान्डेटरी फिल्ड भनेको छ, लास्ट नेम, सरनेम, फर्स्ट नेम, जेन्डर र डेट अफ बर्थ यो सब तपाई फिल गरिसकेपछि यहाँनेरि सिटिजनशिप इन्फर्मेसन हाल्नुपर्छ। त्यसपछि एप्लिकेन्ट कन्ट्याक्ट र त्यसपछि रहेको छ कन्ट्याक्ट डिटेल इन केस अफ इमर्जेन्सी, यो फिल अप गर्नुहोला र लास्टमा रहेको छ तपाईको पुरानो पासपोर्टको यहाँनेरि हराएको कन्ट्री डे कहिले बनेको हो र प्लेस अफ इस्यु र यहाँनेरि तपाईको जुन या पुरै फिल अप गरिसकेबाट नेक्स्ट गर्ने र सबमिट गर्ने। यदि तपाईहरुलाई पुरै भिडियो चाहिन्छ भने तपाई मलाई कमेन्ट गर्नुहोला, म तपाईहरुलाई पुरै विस्तृत रूपमा भिडियो बनाएर हाल्ने छु।